नेपालको काली तेल जो उहाँले खेती गरेर राख्नु भएको छ। नेपालको यो काली तेलको बोट बिरुवा ल हेर्नुहोस् यस्तरी फल्छ। यो प्रत्येक बोटमा हेर्नुहोस् हेर्नुहोस् एकदम यस्तरी फलिया हुन्छ। यो हेर्नुहोस् एकै बोटमा 10-15 केजी भन्दा बढी हुन्छ। यो हेर्नुहोस् एकदम यस्तो हेर्नुहोस् है। यो हेर्नुहोस् एकदम यस्तो रूपमा फल्छ यो। त्यसैले यो जीवनमा महत्त्वपूर्ण र उपयोगी पनि छ। हेर्नुहोस् त यो एकदम बोटमा 5-10-15 केजी एकै बोटले निकाल्छ। यति सुरक्षित छ। यो चराहरूको पनि केही छैन, बाँदरहरूको छैन। हेर्नुहोस् आधा पाक्दैछ, आधा यस्तरी पाक्दैछ। हेर्नुहोस् अनि फेरि सुरु हुँदैछ। यस्तो छ यो काली तेलको महत्त्वपूर्ण स्थान। हेर्नुहोस् यस्तरी फलिराखेको छ। ल यो एकपटक रोप्यो भने गोडमेल गर्नु परेन? एकपटक रोपियो भने यो फेरि उम्रनु पर्यो, भयो आजीवन। यसले न्यूनतम 50 वर्षभन्दा माथि होला जस्तो छ। यो बोटलाई संरक्षण केही गर्नु पर्दैन, बोट जन्मायो भयो। ल यस्तो छ। यो तेल असाध्यै महँगो पर्छ। तेल त अब 5000 हो किलो, 1 लिटरको। ल यस्तो छ। अनि यो उपयोग औषधिको लागि भयो, खानुभन्दा पनि महत्त्व यसले यति दिएको छ। हेर्नुहोस् यस्तो छ फल्ने। यो प्रयोग गर्दा राम्रो हुन्छ। धन्यवाद। ल धन्यवाद छ। यो काली तेल असाध्यै महत्त्वको तेल हो। यो नेपालको एक ठाउँमा मात्रै पाइएको तेल। अहिले हामीले झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, भोजपुर, ओखलढुङ्गा र ताप्लेजुङ, इलामसम्म हामीले प्रयोग गरिराखेका छौँ। यसका बिरुवाहरू पाउँछ र यहाँहरू सबैले अब यदि तपाईँहरूलाई चाहिएछ भने सम्पर्क गर्नुहोस्। बाँदरदेखि एकदम आतङ्कित हुनुहुन्छ भने, पाखाहरू पखेराहरू खाली छन् भने एकपटक लाउनु भयो भने तपाईँले 1000 बुट्टा लाउनु भयो भने वर्षमा तपाईँले 20 लाख बराबरको तेल बेच्नुहुनेछ। यो तेल असाध्यै राम्रो छ। ल यहाँ सम्पर्क गर्नु होला। यदि यहाँहरूलाई यो काली तेल चाहिएको छ भने 9744 32 6998 मा सम्पर्क गर्नुहोस्। तपाईँले बिउको लागि प्राप्त रूपमा पाउनुहुनेछ। अहिलेलाई धन्यवाद।